1 तारिक बिआर र्याङ्कको सिजन चेन्ज हुनेवाला छ र त्योसँग रिलेटेड तपाईँहरूले एउटा फ्रीवाला इभेन्ट चाहिँ देख्न सक्नुहुन्छ। अफिसियल ब्यानरलाई तपाईँहरू आफै हेर्नुहोला। तपाईँहरूले बिआर र्याङ्कमा चाहिँ अब र्याङ्क पुश गर्दै जानुभयो भने त्यहाँबाट फ्रीमा एउटा सर्फबोर्डको स्किनलाई चाहिँ पाउन सक्नुहुन्छ। सर्फबोर्डको स्किनमा त्यति धेरै इफेक्टहरू चाहिँ एभाइलेबल हुँदैन। तपाईँहरूले थीम पाउन सक्नुहुन्छ र त्यहाँनिर स्नाइपर बुलेटको फोटो पनि हुन्छ। यो सँगसँगै भोलिदेखि अर्को एउटा इभेन्ट पनि चल्नेवाला छ। त्यसको नाम चाहिँ टर्न अफ द हिट भन्ने हुन्छ। यो पनि 8 नोभेम्बरसम्म चल्छ र यहाँबाट तपाईँहरूले एउटा भोइस प्याकलाई चाहिँ पाउन सक्नुहुन्छ। यो पनि अब फ्रीमा नै पाउनुहुन्छ तर यो चाहिँ 30 दिनको लागि मात्र हुन्छ। मजाले नर्मल इभेन्ट कम्प्लिट गरेर क्लेम गर्नुहोला। अनि अब तपाईँहरूलाई चाहिँ हाम्रो नयाँ अपडेट कस्तो लागेको छ तल कमेन्ट सेक्सनमा भन्नुहोला र यस्तै अपडेट्सहरूको लागि हामीलाई फलो गर्नुहोला। भोलि चाहिँ हाम्रो नोभेम्बर 1 तारिक बिआर र्याङ्कको सिजन चेन्ज हुनेवाला छ र त्योसँग रिलेटेड तपाईँहरूले एउटा फ्रीवाला इभेन्ट चाहिँ देख्न सक्नुहुन्छ। अफिसियल ब्यानरलाई तपाईँहरू आफै हेर्नुहोला। तपाईँहरूले बिआर र्याङ्कमा चाहिँ अब र्याङ्क पुश गर्दै जानुभयो भने त्यहाँबाट फ्रीमा एउटा सर्फबोर्डको स्किनलाई चाहिँ पाउन सक्नुहुन्छ। सर्फबोर्डको स्किनमा त्यति धेरै इफेक्टहरू चाहिँ एभाइलेबल हुँदैन। तपाईँहरूले थीम पाउन सक्नुहुन्छ र त्यहाँनिर स्नाइपर बुलेटको फोटो पनि हुन्छ। यो सँगसँगै भोलिदेखि अर्को एउटा इभेन्ट पनि चल्नेवाला छ। त्यसको नाम चाहिँ टर्न अफ द हिट भन्ने हुन्छ। यो पनि 8 नोभेम्बरसम्म चल्छ र यहाँबाट तपाईँहरूले एउटा भोइस प्याकलाई चाहिँ पाउन सक्नुहुन्छ। यो पनि अब फ्रीमा नै पाउनुहुन्छ तर यो चाहिँ 30 दिनको लागि मात्र हुन्छ। मजाले नर्मल इभेन्ट कम्प्लिट गरेर क्लेम गर्नुहोला। अनि अब तपाईँहरूलाई चाहिँ हाम्रो नयाँ अपडेट कस्तो लागेको छ तल कमेन्ट सेक्सनमा भन्नुहोला र यस्तै अपडेट्सहरूको लागि हामीलाई फलो गर्नुहोला। भोलि चाहिँ हाम्रो नोभेम्बर